यहाँ बाख्राहरू चराउनुहुन्छ, यसको बारेमा तपाईँ के बोल्न चाहनुहुन्छ? अब के बोल्छु यसको बारेमा यो बोल्छु जे मधेसमा एभ्रिदाबी 5% बजेट दिएको छ। गाम गामको जनताहरूले भोट दिएको छ त हमरालाई दौडा लाउँछ त दौडा लाउँछ त हम कहन छ हमरा मधेसमा एभ्रिदाबी मुल्क बजेट दिएन। अब जनताहरू त विकास खोज्छ, त्यही भएर जनताहरूको डरले यहाँ भागेको छु। नेपाल इन्डियाको बोर्डरमा छु, बाख्रा चराउँछु, फर्म खोल्छु, यही पेट पाल्छु। अनि यो बाख्रा चराएर जनतालाई के विकास हुन्छ हौ रामलालजी नेताज्यू, के विकास हुन्छ? बक्लेल आदमीले त जनताको कहिया विकास भएको छ रे? आजसम्म कहियो जनताको विकास भएको छ? नेताको विकास भएको छ रे। अनि यो तपाईको यो विकास भएको छ बाख्रा चराउने, के फर्म खोल्नुहुन्छ बाख्राको? कतिवटा बाख्रा छ से तिमीको थाहा छ? मलाई के थाहा, तपाईको त तपाईलाई थाहा हुन्छ नि। 120